एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ भने सन्चै छु अनि आज चाहिँ नयाँ ठाउँमा गएको छु। यो चाहिँ कुन ठाउँ भने फागुनन्द गाउँपालिका पर्छ अनि यो चाहिँ नामतोक डाँडा भन्ने ठाउँमा छु। टक्क यहाँ चाहिँ के गर्दा पूजा गर्ने ठाउँ रहेछ। शिला लेख नाटेको रहेछ। यहाँनिर चाहिँ निकै ठुलो चाहिँ शिला लेख नाटेको रहेछ। यहाँ पूजा नि हुँदो रहेछ। तपाईँले यहाँ पारी भएको ठाउँमा जान्छ अहिले। नामतोक डाँडादेखि टक्कै भ्यू हेर्नु सबैजनाले। यहाँदेखि घुर्पिसे पञ्चायत देखिन्छ, सबै देखिन्छ। पल्लो डाँडामा थियौँ, अहिले चाहिँ टक्कै तल डाँडामा। यहाँ चाहिँ पिकनिक स्पोट एरिया पनि भन्दो रहेछ। पुरा फोरेफोर बनाएको छ। पिकनिक खानेहरूले चाहिँ फोर्जी नबनाइदिनु होला, एक ठाउँमा थुपारिदिनु होला, त्यही हो। अनि आज मेरो साथी चाहिँ प्रभात छ है। टक्क पानी पऱ्यो भने यहाँ तल चौतारामा विश्राम गर्दा नि हुन्छ। अनि यहाँदेखि तल जाने चाहिँ दामी ठाउँ छ क्या, सिडी जाने ठाउँ। हामी चाहिँ यतापट्टि एउटा आएको। जो सोच्यो भन्दा बबाल छ क्या ठाउँ पनि। नामतोक डाँडा भन्छ। पञ्चमीदेखि तपाईँहरूलाई बाइकमा त्यस्तै 5 मिनट लाग्छ। यो ठाउँ चाहिँ सहयोगी दाताहरूको होला यो बस ठाउँ बनाएको। टक्क रिफ्रेस गर्न आउँदा नि हुन्छ। यहाँदेखि तल चाहिँ तल रोडमा निस्किन्छ सर्कल बाटो, त्यही हो। अनि साथ सपोर्ट माया देखाउँदै गर्नु होला, त्यही हो ल गाइस।